नमस्ते। आज चाहिँ हाम्रो उरिमलाला हस्पिटल राखेको चाहिँ 4 दिन भएछ होइन। म चाहिँ 4 दिन जस्तो भयो लगभग राम्रोसित सुत्न पनि पाएको छैन। मान्छे पनि एकदमै अनइजी भइरहेको छ होइन। त्यही भएर म हल्का यहाँ खाना खान चाहिँ एकछिन घरमा आएको छु है। हाम्रो चाहिँ खासमा चाहिँ उसको चाहिँ अब खै प्रोग्रेस पनि के भन्ने, प्रोग्रेस भएको छ भन्ने कि छैन भन्ने होइन। स्वास्थ्य अवस्था चाहिँ अलि राम्रो छैन, खासै राम्रो छैन। तर फेरि त्यहाँनिर चाहिँ यस्तो छ क्या तपाईँको डक्टरले चाहिँ कि त्यो क्याबिनमा राख्नु होइन। उसको चाहिँ फेरि अरूको इन्फेक्सन चर्ने चान्स चाहिँ अलिक बढी छ क्या। कि त क्याबिन राख्नु कि त भने नभए हाम्रो त अब अघिपछि पनि त मैले ओरलबाट औषधि मिलाएर कि त इन्जेक्सन नै पनि त्यहाँ डक्टरलाई कुरा गरेर चाहिँ घरमा ल्याएर पनि लगाइदिइराखेको हुन्छु होइन। त्यही भएर चाहिँ मैले चाहिँ अब त्यहाँ हस्पिटल राख्नुभन्दा नि होइन, अब त्यहाँ अब क्याबिनमा राखेर त साध्यै भएन होइन। यो बिरामीलाई त यति खर्च हुन्छ कि सधैँ जसो होइन। त्यस्तो गर्ने त चान्सै भएन। त्यही भएर चाहिँ मैले डक्टरसित चाहिँ आज चाहिँ सल्लाह गरेर है, उर्मिलाले पनि भन्दैछु नि घरै लाने होइन। घरमा चाहिँ अनि फर्दर मेडिसिन चाहिँ उसलाई चाहिँ दिने भनेर चाहिँ हामीले चाहिँ प्लान गरिरहेको छौँ। अहिले डक्टरलाई राउन्डमा भन्ने विचार गरेका छौँ। म चाहिँ अहिले खाना थोरै खाएर चाहिँ अब लिएर जान्छु म उर्मिलालाई। त्यहाँ हामी चाहिँ अब सल्लाह गरेर चाहिँ आज चाहिँ मैले चाहिँ हस्पिटलबाट चाहिँ उसलाई चाहिँ घर ल्याउने प्लान गरेको छु। हेरौँ के हुन्छ अब अहिलेसम्ममा। तपाईँलाई म भिडियो त अपडेट गराइ नै हाल्छु है। हेलमेटको यस्तै लुज भइरहेको थियो अनि हाम्रो यहाँ घरसम्म चाहिँ एउटा समथिङ पार्टीको चिज छोड्दै रहेछ। थ्याङ्क यू सो मच। मेरो चाहिँ यहाँ अलिकति हाल्यो भने टाइट हुन्थ्यो। अब लाइन पनि के भिडियो हो दिउँसो त आमा है। यो डक्टरले बाई मिस्टेकले अर्को छाप हानिदिनु भएछ होइन। अनि त्यही भएर चाहिँ यो पैसा त रिफन्ड गर्नु पऱ्यो नि त होइन। त्यही भएर म लिन चाहिँ हिँडेको होइन। अहिलेसम्म 20 चोटि ओर्दर गरेपछि कहिले चाहिँ कहाँ के छाप्ला भन्छ, कहिले कहाँ के छाप्ला भन्छ होइन। अब पैसा तिर्न चाहिँ सजिलो होइन, हाम्रो पैसा फिर्ता लिनुलाई चाहिँ त्यति गाह्रो क्या। अब अघि एउटा बुढा मान्छेले त झन् त्यहाँनिर त ल मलाई पैसा चाहिँदैन भनेर रिसाएर हिँडेँ भनेपछि कति झन्झट हुँदैछ हेर्नु। यति आफ्नो पैसा लिनुलाई क्या यहाँ हस्पिटलमा, टिचिङ हस्पिटलमा। हाम्रो चाहिँ अब आज डिस्चार्ज गर्ने प्लान छ होइन। खासमा चाहिँ डायलिसिस चाहिँ भोलि हो नि त होइन। तर अब भोलि बिहान डायलिसिस आउनुभन्दा नि अब आज चाहिँ डिस्चार्ज हुने भएको भएर चाहिँ हामीले चाहिँ आज नै डायलिसिस गरेर जानको लागि चाहिँ डक्टरलाई भनेको थियौँ। त्यही भएर डक्टरले चाहिँ उर्मिलाको नाम चाहिँ डायलिसिसमा टिपाइदिनु भएको छ होइन। अब लगभग केही समयपछि चाहिँ उर्मिलाको डायलिसिस पनि सुरु हुन्छ है। डायलिसिस सकेर घर हिँड्दाखेरि लगभग 11 जस्तो पुग्छ होला हाम्रो घर पुग्दा चाहिँ होइन। त्यही भएर म चाहिँ यहाँ उर्मिलालाई चाहिँ अब त्यहाँ डायलिसिसमा पुरा गर्छु। के भन्नुहुन्छ? अब डक्टरले चाहिँ उर्मिलालाई बढी नै गाह्रो भयो भने चाहिँ अब इमर्जेन्सी नै ल्याउनु होइन। नत्र भने चाहिँ अब घर लाँदा नि फरक पर्दैन भनेपछि चाहिँ हामीले डिस्चार्जको लगभग सबै पेपरहरू पनि रेडी गरिसक्यौँ होइन। अब चाहिँ माथि गएर चाहिँ म चाहिँ अब हाम्रो उर्मिलाको डायलिसिस भइरहेछ। अब लगभग एकछिनपछि डायलिसिस सिद्धिएपछि चाहिँ उसलाई म सिधै घरै लिएर जान्छु होइन। अब घर लगेर हेरौँ अब कस्तो हुन्छ। अब धेरै नै गाह्रो भयो भने चाहिँ अब फेरि नै ल्याउनु पर्ने हुन्छ होइन, किनभने उसलाई फुल्ली रिकभर भइसकेको छैन नि त होइन। अब के हुन्छ हेरौँ है। अब हेर्नु सधैँ ट्याक्सीमा लिएर गएर ल्याउँदा ओर्दा चाहिँ हाम्रो चाहिँ साथ दिनै हुँदैन होइन। त्यही भएर मैले उर्मिला चाहिँ शिथिल अवस्थै छ। मेरो स्कुटर चाहिँ यहाँ रेडी पोजिसनमा छ होइन। अब यसमा नै यो सामान सबै कुम्लो कामला हाल्छु।
ऊ चाहिँ अलिकति अनइजी भइरहेको भन्दैछ। अब मिलाएर हालेर त घर त लिएर जानु पऱ्यो नि त होइन। मैले चाहिँ ब्याग आफूले बोकेको छु पछाडिपट्टि। अब यी अगाडि हेलमेट लगाएको छु। अब यो उर्मिलालाई चाहिँ यहाँनिर राखेको छु। अब उसलाई पनि मिलाएर यहाँ बाइकमा हाल्छु होइन। अनि चाहिँ अब घरतिर लिएर जान्छु है। ट्याक्सीमा लानुहुन्थ्यो, किन फोकटको खर्च गर्नु भन्ने विचार गरेर चाहिँ मैले यसो गरेँ अब है। उर्मिलाको चाहिँ हेर्न अक्सिजन लालाई चाहिँ सेचुरेसन कम भएको भाइ छ। हतार गरेर हस्पिटलबाट ल्याउनु नहुने। अब लिएर आइहाल्यो है। त्यही भएर हामीले यो औषधि चाहिँ यही लिक्विडमै चढाउँछ है। यसमै हो आइभीबाट चढाउँथ्यो। हाम्रो यहाँ एकजना सिस्टर आउनुभएको थियो। हाम्रो यहाँ छिमेकी हुनुहुन्छ त्यहाँ मेडिकलको, उहाँले आएर जोडिदिनु भएको। उहाँ चाहिँ भिडियोमा आउनु नखोज्या भएर चाहिँ उहाँ चाहिँ यहीँ हुनुहुन्छ। उहाँ चाहिँ भिडियोमा नआउने रे भन्या भएर चाहिँ मैले उहाँलाई भिडियोमा नराखेँ है। उर्मिलाको चाहिँ यसरी यसो गरेर यो पाइप चाहिँ लएर यसरी यहाँबाट चाहिँ अक्सिजन दिइरहेको छौँ है हामीले। यो साउन्ड धेरै आउँदो रहेछ यो मेसिनको। अनि उर्मिलालाई डिस्टर्ब नहोस् भनेर चाहिँ हामीले चाहिँ यसरी जोडेको छौँ है। बुढी उर्मिला गाह्रो भयो यी खान मान्दिनँ होइन। त्यही भएर मैले दुइटा जति अन्डा चाहिँ बोइल गरिदिएको छु। अलिकति अन्डा भयो भने अलिकति डाइट हुन्छ नि त भनेर कर गरेर नि खुवाउनु पऱ्यो नि यति त। यदि खानुपर्छ भने एउटा पनि अन्डा नखाएर कति खाने भने यार। मान्छे चिज त भएर खङ्ग्रङ्ग भइसक्यो। टिपाउन मैले खा यदि पनि नखाएर कहाँ हुन्छ। एउटा खाएर हुन्छ भने यार। अन्डा र चिया कस्तो हुन्छ कम्बिनेसन? अनि के गर्नु त अनि के सित खान्छ नि? अरू के ल्याइदिउँ? तरकारी ल्याइदिउँ नभए? कमजोर भावै छ, झन् भावै छ। के चाहियो? पानी थर्मसमा त्यो चिया खाएर हुन्छ नि त। चिनी ठेक्छ त्यसमा यो सरप सरप खाने हो क्या अहिले? सरप सरप खाने चिया अन्डा त्यति खानु त पर्यो नि त। अब चिनी चाहिँ हाल्नु भएन यसमा? अन्डा अलिकति खानुपर्छ क्या। तिमी चिनी हालिदिनु न यसमा। ल म चिनी ल्याइदिन्छु ल। त्यो नुन हाल्दै अलिकति है। दैती हावा जाने चिक्दै खाऊ है। ल खान्छस् नि? सक्छस्? हटाइदिन्छु। खाऊ सुरु गर्नु। कहाँ जानु? म यहीँ छु। खाऊ त्यति खाऊ नि त। खाऊ। ठिक छ चिया? चिनी लाग्यो अहिले चाहिँ? घरको मान्छे बिरामी भएपछि चाहिँ तनाव त भइ नै हाल्छ होइन। अब यस्तै छ हाम्रो चाहिँ बिरामीसितको लाइफ चाहिँ यस्तै जान्छ। कहिले तनाव हुन्छ, कहिले हस्पिटल आउने जाने यस्तै नै भइरहेको छ होइन। त्यही भएर तपाईँहरूलाई पनि यस्तो रोग नलागोस् भन्नको लागि चाहिँ म प्रायः भिडियोहरू बनाएर टाइम टाइममा चेक गर्नु भनेर भनिरहेको हुन्छु होइन।
आफ्नो स्वास्थ्य ख्याल राख्नु होला भन्दै भिडियो हेरिदिनु भयो। थ्याङ्क यू सो मच फर वाचिङ। नमस्ते।